मलाई साइकल लिएर जान्छ अनि अब हामी हाम्रो फ्यामिलीमा लेट्स मिट फ्यामिली मार्ट धेरै खाँदा चाहिँ धेरै खाएको भन्ने हुँदैन क्या शरीरमा धेरै हुनु भएन त्यो त मैले बुझेँ नि त लगेर 1 महिना जति राखेर खाँदाखेरि त धेरै भएन नि त भनेर सोचेको कसरी भयो कसरी भयो भयो अब ल्याएर त सकिहाल्छ दुईटा खाना खाइसक्छु ए अझै छ पो घरमा पनि बच्चै बच्चै खान्छु अनि तर मेरो धेरै खान्छ पक्का धेरै त खाँदै खान्न किन्न चाहिँ तालेपछि किन्ने हो धेरै खान्छ होइन फेरि बाह्र पछि त 15-22 दिन गर्नु अनि लगभग 10 वटा आएको थियो होला होइन अनि 15-22 दिन भयो किनेको सोच्नु सधैँ खाए त मैले खाइनँ ल तपाईँलाई एउटा कुरा अचम्म लाग्दैन भाइ यहाँ के कुरा अन्त यिनीहरूले रङ्गी बिरङ्गी लुगै लाउँदै लुगा त यिनीहरूले खासै नि लुगामा यिनीहरूको केही छैन क्या यस्तो सादा लुगा हुन्छ नि जस्तै बुट्टा सुट्टा नभएको सेतो मात्रै कालो मात्रै खैरो मात्रै त्यस्तो लुगालाई के लुगा हुन्छ थाहा छ के लुगा मुजी ए मुजी लुगा मात्रै लाउँदो रहेछ ए यो ब्रान्डेड लाउँछ नि त मुजी भनेको मुजी लुगा भनेको मुजी भनेको चाहिँ ब्रान्ड ब्रान्ड हो हो नेपाली मार्केट जाने हो भाउजू पनि आउनु भयो त अनि फेरि म बेगासँग भनेर मोबाइल चना मटर हरियो मटर ए ऊ सातु बनाउन आँट्नु है क्या हो चटा मटर यहाँ छ त मटर यो के हो मटर चना चना उता पल्लो अनि मुग दाल मुग दाल भनेको कुन हो यो हो यो होइन कस्तो हुन्छ यो हो हो त ए हेर्ने हो हजुर ए दिदी अनि के भन्छ त्यो भुजिया यो के मिसाएको छ यसमा सातुमा के छ चना भटमास चौ गहुँ चामल मकै बदाम काजु मरिच ल भइगयो त अनि यही हो चाहिएकै यो कतिमा पुग्छ होला यसले थोरै हुँदो रहेछ नि त होइन लगेर खाइहेर्नु मिठो भयो भने अर्को बट्टा लाँदा हो होइन मिठो भने बनाउन भयो यसमा त्यो काजुहरूलाई अलिअलि मिक्स गरेर थपिदिनु नि तपाईँले होइन नि नेक्स्ट टाइम हामीले बनाउँदा यहाँ हेरेर अनि बनाउँदा भयो बनाउँदा भयो अलिक त्यो चनाहरू लानु परेन नि त अहिले चना त चाहिन्छ ए चाहिन्छ दालहरू पनि सब्जीकै लागि हो मैले ठ्याक्क त्यो ठिक्क बिल मात्रै बनाएको थिएँ धेरै थोक गरेको थिएँ कि थोरै थोक गर्दैन होइन त्यो त म घरमै बनाएको आफै निम्की चिनी त्यो चिनी होइन भाइ के हो यो यो यसमा हाल्ने त्यो भन्छ नि के भन्छ सुगर लेखिरहेछ हाइजेनिक प्योर हाई क्वालिटी सुगर वाइ वाइ 94 रुपियाँमा भयो भाइ खोइ मेरो मोबाइल यस हान्जी त्यत्रो सुपारी अब कसरी सिद्ध्याउनु अनि अब सुपारी खान्छ यहाँ दोकानमा ल्याएर बेच्न पनि छ हस् धन्यवाद गाडीका होइन अस्ति मैले लगाएको थिएँ कि बिर्सेछ क्या अब नेपाली बजारबाट हामी अहिले चाहिँ हामी कहाँ आइपुगेको छ भने म अहिले भन्छु है सोधेर कहाँ आइपुग्यो हामीलाई यहाँ सब्जी सामान किन्न झोला चाहिँदैन नि यहाँ दिन्छ सुपारी कुन पर्समा छ भन्नु यहाँ छ कि के सुपारी त उयो सबै लाउने भाइ सबै लानु यहाँ मैले खाएर त्यो गरेर यो तपाईँलाई त्यो पनि दिनु न यो अस्ति मैले कृपा दिदीलाई दिनु यही हो इन्टरभ्यू दिने अब फाइनल्ली इन्टरभ्यू दिने ठाउँमा आइपुगेको छ नानी सेच्छु सुपारी खाँदै गर्छु पालो आयो भने निकाल्छु अर्को पनि छ प्याकेट डन्ट वरी मैले मेन सेच्छु दिन आएको कम्पनी हेर्ने हो
देखाइदिउँ मेरो यो है कम्पनी चाहिँ ठुलो छ यो होटल हो है त नबोल्नु यो ठुलो होटल मेरो माथिको तलामा काम हुन्छ ट्याक्कसँगले कम्प्युटरमा बसेर सट्टसँगले एकजना भनेको सम्झिन्छु क्या एकजना पर्सनल सेक्रेटरी पनि हायर गर्नु भने छुट्टीमा नियुक्ति भइसकेपछिको कुरा हो रुँदैछ भाइ किन हो रुँदै पनि जापानिज बोलिरहेको छ खानु नि नभनिकन खानु नि सानो कुर्ता बनाउनु सानो कुर्ता बनाउनु यसो जिब्रेमा लुक्ने गरी के अरे अनि खानु जापानिज बुढाहरू हेर्नु यो उमेरमा पनि यस्तो हिँड्दैछ है लौरो पनि नटेकिकन लौरो झन्डै 100 वर्ष पार भएको मान्छे कुदाउँदा गएर बल्ल खाटा बोला 4 बजेको टोला अनि भरे फोन गरेको फोन उठाइ त्यसले होइन उठाएर यहाँ छोडेको छ भने यहाँ तर गयौँ अनि भरे कहाँ कुन दोकान गएका थियौँ भनेर थाहा नि त फाइनल्ली हामी चाहिँ अहिले साइकल किन्ने ठाउँमा आइपुग्यौँ अघि मान्छेहरू इन्टरभ्यू दिन गएको भिडियो चाहिँ बनाउन पाइएन सेक्युरिटी प्रब्लमको कारणले गर्दाखेरि अहिले चाहिँ हामी ओकिनावामा साइकल किन्ने ठाउँमा आइरहेछौँ भाइको लागि मेरो भाइ चाहिँ भर्खर जेएसएल आइरहेछ गएको छेउमा उसको लागि साइकल किन्नुपर्ने थियो त्यही भएर हामी साइकल किन्न आयौँ साइकल पसलमा यो साइकलको पसलको नाम चाहिँ साकुमोतो हजुरले देख्न सक्नुहुन्छ यो कहाँ छ भनेर त अब भनिराख्नु परेन वरिपरि बस्ने सबैलाई थाहा छैन होला र नजान्नु भएका नयाँ गएको चाहिँ थाहा छैन भने चाहिँ डिएम गर्नु होला म भनिदिन्छु तपाईँलाई यहाँ चाहिँ यो चाहिँ स्पेसल साइकल पसल हो यहाँ चाहिँ साइकलै मात्र पाइन्छ क्या यहाँ अरू त केही पाइँदैन साइकल अनि प्लस साइकलका सामानहरू अनि हामीले भित्र यसो गरेर हेर्दाखेरि चाहिँ गाडीका सामानहरू पनि पाइँदो रहेछ अनि हामी गयौँ पहिला साइकल सुइँ गयौँ अनि बाहिर साना साइकल छन् अनि भित्र चाहिँ होला अरू साइकल भनेर भित्र हेर्न गयौँ बाहिर चाहिँ हेर्नु न यहाँ महँगो साइकल छन् अनि हामीलाई चाहिएको त सस्तो साइकल सिधै गएको ढोकाको छेउमा त 1,10,000 साइकल छन् हामी त ठिस भयौँ ल हामी त सस्तो साइकल खोज्न आएको 25-30 हजारको अनि यस्ता महँगो साइकल त छन् त्यसबाट अनि त्यस पछाडि यहाँ बाहिर यसो हेऱ्यौँ अनि हामी त्यहाँबाट भित्र छिर्यौँ भित्र चाहिँ अरू साइकलहरू पनि रहेछन् भित्रको दृश्यहरू पनि म तपाईँलाई देखाउनेछु अनि एक राउन्ड भित्र हामी लाग्यौँ म भित्र छिरेर हेरेको त्यहाँ झन् बाहिरभन्दा महँगो साइकल रहेछन् लु यहाँ त होइन भनेर फेरि म भित्रबाट निस्केर बाहिर लागेँ त्यो कता भने यता एक्जिटतिर चाहिँ रहेछ क्या हामीले खोज्न खोजेको साइकल चाहिँ अनि एक्जिटतिर निस्केको अनि साइकल हेऱ्यौँ साइकल हेऱ्यौँ अनि एउटा साइकल हामीले खोज्न खोजेको थियो 25-30 हजारको तर त्यतिको चाहिँ पाइएन हामीले चाहिँ अनि लगभग 30 हजारको साइकल भेट्यौँ 3 मानको भाइलाई पनि त्यही मन पर्यो मलाई ब्ल्याक कलरको मन परेको भएर मैले ब्ल्याक कलरको किन्न त भनेर भने उसले हुन्छ ब्ल्याक कलरकै लान्छु भनेर भनौँ अब त्यो साइकल त्यहाँ गएर हेऱ्यो अब हेर्न त फेरि उहाँ अगाडि फ्रन्टमा जानु पऱ्यो अनि फ्रन्टमा गएर हेऱ्यो अब त्यो कताको हो भन्ने कुरै थाहा थिएन अब बाहिरपट्टि गएर देखाएको थियो अनि यहाँ उभिएर अनि त्यहाँ एकजनालाई मैले साइकल लिन आएको यो साइकल त्यहाँ मैले हेरेको थिएँ साइकल कहाँ गएर भन्ने हो भनेर भनेको मैले म उता सोध्न थालेँ केटाकेटीहरू यता साइकल हेरेर मक्ख पर्दैन 2 लाखको साइकल भनेर गाडीको दाम भन्दैन अनि मैले उसलाई सोधेँ गाडी साइकल किन्न आएको थियौँ साइकल कहाँ भन्नुपर्छ मैले उता बाहिर साइकल हेरेको छु भनेको यहीँ हो भन्ने भनौँ अनि कुन साइकल भनेर सोधेँ उसले अनि उता बाहिर छ भने मैले त्यो लु हिँड भनेर लिएर गयो त्यो पसलको मान्छेले अनि मैले गएर अनि यो साइकल लिने हो भनेर त्यही अघि हामीले हेरेको 29,000 समथिङको एउटा साइकल देखाएँ ब्ल्याक कलरमा अनि उसले त्यो चाहिँ डेमोमा राखेको रहेछ उतापट्टि अनि उसले यता साइडमा राखेको निकालेको थियो अनि एउटा मात्रै चाहिएको भनेर सोध्दै थियो क्या हामी 3 जना गरेको थियौँ जान चाहिँ अनि एउटा मात्रै चाहिएको भनेर सोध्यो एउटा मात्रै चाहिएको भने अनि उसले अहिले भने के अरे पछाडि चेन्ज गर्न मिल्दैन है फिक्स हो तिमीहरूको भनेर सोध्यो अनि फिक्स नै हो चेन्ज नगर्ने भने चाहिँ यहाँ लिएर आएर अनि भित्र उसले त्यहाँनिर के भन्छ त्यसलाई त्यो किनिसके पछाडि कस्टमरलाई ह्यान्डओभर गर्नुभन्दा अगाडिका कामहरू उसले त्यहाँ गर्न थाल्यो हामी त्यतिकै हेरेर टोलाएर
अथवा यताउता सामान हेरेर उसले यसरी सामान मलाई के मिलाउँदो रहेछ उसले त्यो मिलाइदियो अनि हामी चाहिँ यता अरू सामानहरू पनि हेर्दै थियौँ। अरू सामान हेर्दा थाहा पाएको हामीले चाहिँ यहाँ चाहिँ गाडीहरूको सामानहरू अरू के पनि पाइँदो रहेछ क्या। जस्तै बिल गरेँ, उसले यहाँ चाहिँ पैसा तिर्ने होइन रहेछ, यसको पछाडिपट्टि पैसा तिर्ने रहेछ, अगाडिपट्टि चाहिँ त्यहाँ त्यो रेसिटहरू बनाउने त्यो गाडीको साइकलको नम्बरहरू च्यासी नम्बरहरू यहाँ हुन्छ, पैसा तिर्ने चाहिँ पछाडिपट्टि रहेछ। पैसा तिर्छ हेरेर बसिरहेको के लेख्दो रहेछ भनेर अनि फ्याट्ट मेरो दिमागमा एउटा कुरा आइहाल्यो क्या, गाडीको साइकलको चाबी त किन्नुपर्छ एक्स्ट्रा। अनि साइकलको चाबी नकिन्दाखेरि त अब साइकल राख्ने कुरो हुँदैन, त्यहाँ हराउँछ साइकल। त्यही भएर अनि मैले साइकलको चाबी के गर्ने भनेर सोधेको थिएँ। उसले किन्नुपर्छ होला भन्दै थियो, तर परेन किन्न, भरे उसैले दिँदो रहेछ। अनि त्यहाँबाट हामीले साइकलको चाबी साइकल लिएर यो भाइको पर्छ जारी कार्ड त्यहाँ जारी कार्ड दिएको त्यो जारी एड्रेस लेख्छ क्या, त्यो साइकलको रेसिपीमा एड्रेस लेख्दो रहेछ। अनि यसो हेऱ्यो अनि त्यहाँ जिएसएलदेखि उरासोएको नाका निचेबाट चाहिँ ए जिएसएल पो हो भन्दो रहेछ। त्यो गएर बानीमा गएर उसले मलाई त्यो पैसा दिने कुपन दिएको हो, यस्तो कुपन लिएर गएर चाहिँ उतापट्टि पछाडिपट्टि गएर पैसा तिर्नु पर्दो रहेछ क्या कुपन दिएको थियो उसले। अनि त्यहाँबाट पोइन्ट कार्ड छ भनेर सोधेको थियो, पोइन्ट कार्ड थिएन, छैन भने अनि उसले त्यसबाट खाइ के गरे। फाइनल्ली साइकल किन्यो। अब हामी साइकल राखेर अब चाहिँ हामी सुसी खान जाने हो। सुसीको लागि अब हामी लाग्यो। यस, सुसीको लागि अब हामी अगाडि बढिसकेका छौँ। फाइनल्ली हामी यहाँ सुसीमा आइपुगिएको छौँ। सुसीको स्पेसल ठाउँ, सुसीको ओकिनावाको फेमस सुसी पाउने ठाउँ, एकदम दामी। खाएर भन्छु कस्तो छ भनेर।